गाइज मेरो न भ्लगमा आएको त सबैजना सन्चै हुन्छ होला म पनि ठिकै छु। आज चाहिँ म यहाँ पाहाडमा घुम्न आएको तल खोलामा जाने भ्यू चाहिँ यस्तो हो हाम्रो पाहाडको। त्यहाँ बहिनीहरू चाहिँ हात देखाइरहन् त्यहाँ गइराख्नु भएको छ। म पनि जान्छु डुबिरेर आएको छु भेटाउँछु पनि तिनीहरूलाई यस्तो हेर्नु सक्नुहुन्छ। यो चाहिँ हाम्रो पाहाडको भ्यू हो। यहाँ चाहिँ अलिअलि बस्थ्यो मनी बोकेर हान्छ ठाउँलाई चाहिँ हामी चाहिँ यहाँ घुम्न आएको तल उता खोला जाने रे। आज यस्तै घुमफिर हुने कार्यक्रम छ। त्यहाँ अङ्कलहरू दाइहरू हुनुहुन्छ। भ्यू चाहिँ हेर्न सक्नुहुन्छ यस्तो बब्बाल लेखिएको छ नि। हामी चाहिँ उता जानुपर्ने हो उता यहाँ हामी चाहिँ यहाँ घुमी जानुपर्छ। जाँदै हम के हो अङ्कल कुरा गर्दै तल गएर भेटौँ ल। हामी चाहिँ अपलोड बाटोमा आइसकेको छौँ। यस्तोमा साइकल चलाउनु पाए त यतिजना हेर्नु त यस्तो अफरोड छ नि साइकलले सकिन्न। यति खोला पनि देखाउँछु है तपाईँलाई रुक्नु खोला चाहिँ त्यसलाई चाहिँ पुरै धमिलो रहेछ क्या। आज उता कता हो यहाँ चलिरहेको पुल बन्ने कार्यक्रम कट्न थाहा छैन। हेर्दै जाऊँ कट्न पुगिन्छ यस्तो अप्रोच छ नि ल। राजकुमार थापा मलाई आएर चलाउनु पर्यो ओपन च्यालेन्ज यस्तो कसैले नि सक्दैन होला नि हिँड्न त उता तल खनिरहेको रहेछ क्या यो पुल। म बाबा पुल त पुरै बनिसकेछ ल पुल पनि बनेछ। हामी चाहिँ यस्तै हिँड्दै गइरहेको छौँ। यति अफरोड छ नि यहाँ छ। ल हामी चाहिँ त्यहाँ तल जाने हो उता तल खेल्न जाने हो धमिलो उता पुल बनेको छ क्या नयाँ पुल अझै नयाँ पुल हो। यही बाटो छ हामी तल जाने हो। अलि अफरोड बाटो म देखाउँछु ल। छिप्किले रहेछ। म चाहिँ एक्लै हिँडिरहेको चिल पालामा छ मान्छे चाहिँ कोही पनि छैन। म चिल पालामा हिँडिदिएको गाइजहरू चिलमा हो म चाहिँ। यस्तो बाटो चाहिँ गाडी कहाँ कराइरह थाहा पनि छैन। हेर्नु एक्लै हो म कहाँ जेसिबी कराइरह भनेको छ तल यहाँ पो खनिरहेको रहेछ क्या टाउको दुइरहेको ढाङ यस्तै गरेर मजा खनेको छ। कहाँ तिनीहरू चाहिँ खनिरहेको छ गाइजहरू। बाटो चाहिँ अफरोड छ नयाँ बाटो बनाउनु लाग्यो कि अस्ति यहाँ पहिरोले पुरै हटाएको रे त्यो नयाँ बाटो खन्न लागेको छ गाइजहरू ल। त्यहाँ छ त्यो म चाहिँ एक्लै हेर्नु कोही पनि आएको छैन पुरा एक्लै डर पनि लागेको छ। के छैन आफ्नै गाउँतिर कता बाटो हो भनेर यो भिड हेर्नु न गाइज वाट अ लभली भ्यू ब्रो। यो चाहिँ अर्घाखाँची पर्छ म अर्घाखाँचीमा बस्छु नि हरिभगे यो ठाउँको भ्यू चाहिँ। मैले अर्घाखाँचीबाट आएको भिडियो राख्दै हो त्यही बनाउँदै थिएँ अनि के काम पर्यो मैले बिर्सेँ। एकैचोटि हाल्ने भनेको के हुन्छ हेरौँ कि आज कि भोलिमा आइहाल्छ भिडियो ल। यो यस्तो छ उसले खोलो छ ल। आन्टी अर्को आन्टी अङ्कल भाइ दिजु यो बहिनी उता दिजु अनि उता बाबा यस्तो छ। पुल चाहिँ उता बन्नु लाग्यो यो हाम्रो सम्पत्तिभरि पुरै मेरो सम्पत्ति हो मैले कमाएर खाने हो। यहाँ पनि दाजु हिँड्छ अनि अर्को दाजु उता खोलामा हिँड्छ हेर्नु सक्नुहुन्छ। हाम्रो घरको कामी गाइज यो चाहिँ हामी तल खेतमा आएको छौँ। यहाँ बाबाले चाहिँ बोक्नु भएको छ यहाँ पाहाड यत्रो पाहाड छ बिर्सेँ गरे सक्नुहुन्छ। उता तल चाहिँ खोलो लागेको छ
ल खोलो चाहिँ यति कालो भएको छ के हो छ्या पुल चाहिँ पुरा रेडी हुन लागेको छ तँ त के कहाँ र ओए के होला त्यो सानो डुगुरी के होला के यो चाहिँ पुल नयाँ नयाँ उता तल चाहिँ पुरानो भिड छ चल्ने मान्छे आएको छैन म पनि छु हामी चाहिँ छिर्लिङ खोला भन्ने आएको छौँ मान्छे आउन आउँदैछन् होइन कट्टु त्यस्तो होइन दाजु त म त अर्को बाटो आएछु होइन साग दाजुको यस्तो कट्टु होइन कि फिल्टर होइन मोबाइल जस्तै हो क्या म चाहिँ झरेको छु बल्ल भन्नु ल यो चाहिँ भिर हो यहाँ चाहिँ खोला रहेको छ यहाँ सेतो उता कालो प्यालो कि के समथिङ ल तल गएर भेटौँ ल खोलोमा चाहिँ आइसकेको छौँ गाइजहरू अझै सानो खोलो रहेको छ ठुलो खोलो चाहिँ उता रहेको छ यहाँ खुट्टा भिजाइरहेको छु यहाँ पुल पनि सानो पुल हो यहाँ खोइ कता जाने हो आइजा त ल हामी चाहिँ उता जानु पर्ने रहेछ त्यहीको कति अप्ठ्यारो बाटो अझै क्या भ्यू हो यो पाहाड खसेको रे ल उता गएर भेटौँ ल यहाँ चाहिँ काट्नीको कार्यक्रम चलिरहेको छ यता प्याज हजुर लसुन धनियाँ प्याज उता टमाटर काट्नु भएको छ यहाँ आन्टी दिजु बुवा बाबा अङ्कल दिजु त्यहाँ चाहिँ उयो मकै कसले ल्याएको काला मकै ब्ल्याक मकै ब्रो कालो मकै त्यहाँ चाहिँ मासु गर्दैछन् त्यहाँबाट मासु ल चाहिँ खाने कार्यक्रम भइरहेको छ यहाँ आइरहेको छन् ल मैले पनि खाना ल्याएको छु दिस इज दी एन्ड ओइ भर्खर पानी आएको थियो जस्तो भ्यू छ आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ टाटा बाई बाई